हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ। धेरै पछाडि यो मेरो भ्लगमा अलिकति मधुरो मधुरो आइरहेछ। क्यामेराले साथ नदिए पनि तपाईँहरूले साथ दिनुभएको छ, धन्यवाद। 100-200 जनाले पनि हेर्दै हुनुहुन्छ, धन्यवाद छ। अब म बाहिर निस्किन लागिरहेको छु। म कहाँसम्म जान्छु त्यो मलाई पनि थाहा छैन, तर म एक दुईवटा कुरा म एक दुईवटा कुरा गर्छु। मैले कि यहाँनिर अब मेरो कामहरू सबै ड्याङडुङ सकिसक्यो। अब यहाँदेखि म बाहिर जाँदैछु। अनि यहाँ चाहिँ छ N150। यसलाई अन गरौँ, यस्तो गरौँ। हेलमेट त यस्तै छ, हेलमेट यस्तो छ। ओके, यहाँनिर हेलमेट ओढेर पनि त्यही हिँड्दै जाँदैछु। किन हो भन्दाखेरि यस्तो भएको कारण, सानो छ रोड, सानो छ बाटो। यहाँबाट अब हिँड्दै जाने हो। बाइक जान्छ जान त। यस्तो छ ओह्रालो सानो बाटो। छ्यास ठोक्यो भने त लडिहाल्छ सब बाइक त। अनि छ्यास ठोक्यो भने बाइक लड्छ, बाइक लड्यो भने चोटपटक लाग्छ। त्यही भएर बाइक माथि छोडेँ, म कुदेँ यहाँनिर सानो बाटोमा। म चाहिँ अहिले यहाँ आइपुगेको छु। अनि यहाँनिर यसो रमिता हेर्दै वरपर यस्तो सबै हरियाली हेरेर आँखालाई तेजिलो बनाएर दाइहरूसँग अब यहाँ एकछिन बसेर गफसफ गर्ने, चिया खाने। अनि विशेष कुरा चाहिँ मैले के कुरा गर्न खोजेको भन्दाखेरि चाहिँ म दिउँसो भिडियो बनाउँछु, अनि राति जब रुममा पुग्छु अनि यसो हेर्छु, मलाई मेरो भिडियो नै मन पर्दैन। तर जे भए पनि म भिडियो चाहिँ पोस्ट गर्छु। किन भन्दाखेरि मेरो भिडियो 15-20 जनाले मात्रै हेर्छ, त्यही भएर म लजाउँदिनँ। म पोस्ट गरे गर्छु। यस्तो मधुरो भए पनि भिडियो बनाउँछु। यहाँ बच्चाबच्चीहरू हल्ला गर्दैछन्, यिनीहरूसँग एकछिन खेल्छु। यहाँ चाहिँ को भन न, यहाँ चाहिँ को? कहाँ जाने भन त लु? कहाँ खेल्ने हो? मसँग नखेल्ने? मसँग नि कस्तो क्युट, राम्रो। तिमी चाहिँ साह्रै ह्यान्डसम छौ त। कसरी यस्तो ह्यान्डसम भयो? कसरी हो भन न, के खेल्ने भन त? खेल्ने? नखेल्ने भने जाऊ, मलाई पनि अल्छी लाग्यो। बच्चाहरूसँग खेल्नु चाहिँ रमाइलो हुन्छ। यो भिडियो गर्दै खेल्यो भने लजाउँछन्, त्यही भएर म यो भिडियो नगरी खेल्छु। अब म गएँ, आजलाई भिडियो यति छ। बाई बाई। पछाडि चाहिँ यस्तो छ है, बाटो यस्तो छ, यता यस्तो छ।